के टिप्नु भएको त्यस्तो काडा भएको? आइसेलु कतिको मिठो हुन्छ? हो र? मलाई त थाहै थिएन त मिठो हुन्छ भनेर त। यो खायो भने पेट सफा हुन्छ, धेरै खायो भने छेर्बर लाग्छ, छेर्बर लागेपछि एकदम पेट सफा हुन्छ, पेटको रोगबाट निको हुन्छ के मान्छे राम्रो हुन्छ। ए हो र? पनि यसले निको बनाउँछ। ए मलाई त थाहै थिएन त। कति धेरै रहेछ है यहाँतिर त आइसेलु त। जङ्गलै रहेछ। पेटको दबाई हो है हजुर, पेटको दबाई। यो खाएपछि पेट एकदम सफा हुन्छ। अनि जुनसुकै रोग पनि निको बनाउँछ यसले। हो वनको अर्ग्यानिक चिज हो है। यो के औषधिला हैन, यतिकै बच्चाले यसरी खाने चिज हो। अनि सिजन अनुसार हो है। यसरी फले ह। आम्मामामामा कति धेरै छ हेर्नुस् त गाईहरू। कति धेरै आइसेलु छ हाम्रो गाउँमा। हेर्नुस्। टिपिरहनु भएको छ बहिनीले। आम भनेर खाँदै हुनुहुन्छ। हेर्नुस् है गाईहरू। यत्रो यत्रो के पाउँछ?